7 तालको नगरी पोखरा महानगरपालिकाको रूपाताल तालबेसी संरक्षणको क्रममा तालमा भएको जलकुम्भी फाल्ने माटो फाल्ने सम्याउने क्रममा परपुराकालदेखि त रहिरहेको त्यो दिपाङ तालको रूपातालको मध्यभागको उत्तरी खण्डमा यो तालको माटो सरसफाइ गर्ने क्रममा ट्याक्कै एउटा ठुलो सालको रुखबाट डोजरले माथि टाउकोले हान्दा पानी यसरी निस्किएपछि मानिसहरूले यसलाई चाहिँ एउटा अद्भुत शक्तिको रूपमा लिएर डोजर समेत यहाँ स्टार्ट नभएको यहाँको जन समुदायले भन्नु स्थानीय व्यक्तिहरूले भन्नुभएको छ र यसरी सालको रुखबाट माथिबाट भित्रबाट पानी आइरहेको अवस्था छ। यो अवस्थालाई मध्यनजर गरी यहाँ कार्य अगाडि यो क्षेत्रलाई रोकेर अन्यत्र काम भइरहेको कुरा हामीलाई जानकारी प्राप्त भएको छ। यसैले कस्तो रहेछ त नि भनेर हामी अब यस क्षेत्रमा 3वटा दाजुभाइबाट हेर्न आइरहेका छौँ। बडो अचम्म लागिरहेको छ। यो साल हो। त्यो डोजरले हानेको नि रहेछ नि त हामीलाई त।